साथीहरू आज चाहिँ म है हाम्रो चाहिँ ड्युटी 8 घन्टा हो तर अब 8 घन्टा भएर 4-5 घन्टा काम गरेपछि छुट्टी भइहाल्छ अनि हामी बस्ने ठाउँ चाहिँ यो बारबसको बारबरायामा अनि आज चाहिँ दिउँसो छुट्टी भइसक्यो हाम्रो अहिले नै 2 बजे नै अनि यसो बस्दै चाहिँ यसो भ्याइस भने तल अल्छी लागेन भने एकछिन कुकुरलाई घुमाएँ भन्दै थियो अनि म चाहिँ यसरी कुकुर गोठा लगाइरहेको छु भन्दै छु यतातिर यो कुकुर पनि बिचरा ब्याउने छ अरे भनेर भन्दै थियो अनि फ्याक्ट्रीमा खालि अब यस्तो फ्याक्ट्रीभित्र थुनेर राखेको है अनि फ्याक्ट्रीभित्र थुनेर राखेको हुन्छ अनि बिहान आएर खोल्छ ती पानी यसलाई खाने पिउने त्यहीँ दिन्छ अनि बिचरा बाहिर घुम्नै पाउँदैन अनि आज चाहिँ मैले यसलाई यतातिर घुम्लेको यहाँ माथिसम्म अनि बिचरा कति खुसी भएर अगाडि कुदेकै छ है जनावर हो मायाले भनेपछि सब कुछ मान्छ के है बिचरा कुकुर भनेको जात अब आफ्नो तालमा हिँड्ने आफ्नै उसमा हिँड्ने कुदै गर्ने हो नि त अनि बुढापाकाले भन्छ नि त उखाने कुकुरको काम पनि छैन घरमा पनि बस्नु पाउँदैन भने जस्तो है मेरो फ्री हुने जात अनि यसरी बाँधै राख्दा कति बोरिङ हुँदो होला त्यही भएर आज मैले चाहिँ म पनि अब दिउँसै 2 बजे नै छुट्टी भइहाल्छ अनि कहिले 2 बजे कहिले 3 बजे खास ड्युटी चाहिँ हाम्रो 8 घन्टा हो 8 घन्टा ड्युटी हो र 8 घन्टा ड्युटीमा 4-5 घन्टा 5 घन्टा गरेपछि छुट्टी भइहाल्छ कहिले पुरा 8 घन्टा गर्नु पाए छैन अहिलेसम्म अनि त्यस पछाडि 8 घन्टा ड्युटी सकेर अनि कति रुममा मोबाइल चलाउँदै बस्ने भनेर आज चाहिँ म यसलाई डुलाउनु लिएको है यस्तोतिर डुलाउनु लिएको यस्तो छ है गाइस युरोपको बसाइ चाहिँ यस्तै छ अब के गर्नु है मजै छ कुकुर डुलाइ छ चारा यस्तो ठाउँ छ है गाइस हाम्रो चाहिँ यस्तो ठाउँ छ यस्तै चाहिँ हामी चाहिँ यस्तै ठाउँतिर बस्छौँ यस्तो माथिको के हो यो चाहिँ यस्तोहरू है यस्तै ठाउँ छ है गाइस हाम्रो चाहिँ